म चाहिँ अनमोल गौतम हो। मैले अस्ट्रेलियाको अप्लाई गर्दाखेरि चाहिँ सुरुमा धेरै कन्सल्टेन्सीहरू गएको थिएँ, तर खास भन्नुपर्दा मलाई चाहिँ उहाँहरूको बिहेभियर चाहिँ कति पनि मन परेको थिएन। त्यसपछि मेरो साथीको रिकमेन्डेसनले गर्दा चाहिँ म द नेक्स्टमा आइपुगेको थिएँ। अनि आउँदाखेरि चाहिँ सुजिता म्यामले मलाई काउन्सिलिङ गर्नुभएको थियो। त्यो काउन्सिलिङ गर्दाखेरि सबभन्दा मलाई फ्यामिलियरिटी एकदमै यो घरेलु बिहेभियर जस्तो लाग्यो। एकदमै आई वाज भेरी ओपन टु दोज गाइज एन्ड आई कुड सेयर एभ्रिथिङ विथ देम। एकदमै सजिलरी मैले सबै कुरा बुझिसकेको थिएँ। त्यो 1 and 2 आवर अफ हाम्रो काउन्सिलिङको बेलामा मैले सबै कुरा थाहा पाइसकेको थिएँ के कसरी हुन्छ कस्तो हुन्छ। त्यो भएपछि मलाई माइन्ड मेकअप गर्न एकदमै सजिलो भयो। त्यो पछि चाहिँ मेरो फर्दर प्रोसेसिङहरू अफर लेटर मगाइदिनेदेखि लिएर सबै जिएस मिलाइदिने सबै कामहरू चाहिँ मानसी म्यामले गरिदिनु भएको थियो। मानसी म्याम वाज भेरी सपोर्टिभ टु मी। मैले कति कुराहरू जानेको थिएन, धेरै कुराहरू थाहा हुँदै छ भन्दै पनि कति कुरा थाहा नहुँदो रहेछ। त्यस्ता कुराहरू चाहिँ मलाई मानसी म्यामले एकदमै राम्ररी सपोर्ट गरेर बुझाइदिनु भएको थियो। अनि वार्डका डकुमेन्टहरूदेखि लिएर जब ब्याङ्कहरूमा गएर फर्म भर्नुपर्नेदेखि लिएर साना कुरादेखि ठुला कुराहरू एभ्रिथिङ सी वाज हेल्पिङ मी विथ। कुनै कुरामा पनि यस्तो सानो कुरा हो आफै गर न भनेर अभोइड गरिदिन चाहिँ गर्नु भएन। इट वाज भेरी हेल्पफुल। म चाहिँ अहिले वेस्टर्न सिडनी इन्टरनेसनल कलेज हुँदै वेस्टर्न सिडनी युनिभर्सिटीमा जाँदै हो। मेरो कोर्स चाहिँ डिप्लोमा लिडिङ टु ब्याचलर इन कम्प्युटर साइन्स। अनि मेरो 40 डेजमा भिजा ग्रान्ट भएको थियो। त्यही पनि त्यस्तो आत्तिने चाहिँ भएन, किन भनेपछि म्यामहरूले रेगुलर चेकअप गरिरहनु भएकै हुन्थ्यो के कस्तो छ भनेर। त्यही भएर इट वाज नट भेरी हार्ड फर मी। मेरो ओभरअल प्रोसेस त एकदमै राम्रो थियो। इट वाज भेरी स्मुथ क्लियर। अनि सजिलरी भिजा आयो, सजिलो पनि भयो। सबैजना फ्रेन्डली भएर बेलामा चेक गर भाइ कस्तो छ के छ नात्यो भिजा आउँदैछ है भनेको भएर पनि त्यस्तो आत्तुरी भएन। अरूलाई द नेक्स्ट सजेस्ट मैले किन गर्छु भनेपछि यदि हजुरहरू कन्फ्युज हुनुहुन्छ डकुमेन्टेसन कस्तो छ कहाँ छ के गर्नुपर्छ वार्डको के हो यो के हो ऊ के हो धेरै कुरा कन्फ्युजन हुन्छ दिमागमा। त्यो कुरा कन्फ्युज छ र अरू कन्सल्टेन्सीहरूले यो भइहाल्छ त्यो भइहाल्छ वाला कुरा गर्छन् भने हजुरले द नेक्स्ट इज पर्फेक्ट फर यु गाइज। किन भनेपछि द मेन पार्ट अफ द नेक्स्ट इज द पिपल वर्किङ हियर। मान्छेहरूले एकदमै राम्ररी सपोर्ट गर्नुहुन्छ, हजुरलाई सबै कुरा बुझाइदिनुहुन्छ। मलाई सुजिता म्याम मानसी म्याम सबैहरूले यसरी राम्ररी सपोर्ट गरेर बुझाइदिनु भयो कि आई वाज भेरी क्लियर। मैले के गरिरहेको छु मलाई थाहा थियो र कहाँ गइरहेको छु के गरिरहेको छु प्रोसेस के हो सबै कुरा थाहा भएको भएर आई वाज भेरी कन्फिडेन्ट विथ द प्रोसेस एन्ड इट्स भेरी नाइस। सो प्लिज डु अप्लाई फ्रम द नेक्स्ट। रमाइलो भयो। द जर्नी वाज बेटर। भिजा आएको त खुसी छँदैछ तर यो जर्नीमा सबैसँग घुलमिल नपाएकोमा आई एम भेरी ह्याप्पी। मान्छे मैले धेरै राम्रा चिने। इट इज भेरी नाइस टु बी विथ दोज गाइज। थ्याङ्क यू।